यौन आदत हटाउने तरिका मैले किन गर्ने, किन हेर्ने? रमाइलो गर्नका लागि, आनन्द हुनका लागि किन रमाइलो गर्नु पर्यो, किन आनन्द हुनु पर्यो? यसबाट मैले के पाउँछु? केटी नै केटीको रमाइलो तस्बिरहरूको सुन्दरताको रमाइलो पाउँछु। केटी नै केटीको सुन्दरताको रमाइलो किन चाहियो? यो रमाइलो नभएर चाहिँ के हुन्छ? यो रमाइलो भएर चाहिँ के हुन्छ? यो मलाई किन चाहियो? यो भएर चाहिँ के हुन्छ? यो नभएर चाहिँ के हुन्छ? केटीहरूप्रति आकर्षण भएर चाहिँ के हुन्छ? केटीहरूलाई साह्रै राम्रो मानेर चाहिँ के हुन्छ? र यो आकर्षण नभएर नमान्दा चाहिँ के हुन्छ? यो त आफ्नो फिलिङ हो। फिलिङ भएर चाहिँ के हुन्छ? फिलिङ नभएर चाहिँ के हुन्छ? केटी भनेको नराम्रो चिज हो। यसलाई फिलिङ निकालेर चाहिँ के हुन्छ र फिलिङ ननिकालेर चाहिँ के हुन्छ?